केमा कमी छन् त महिलाहरू हैन? यो मुलुकमा महिला त धेरै बनिसक्नुभयो त, राष्ट्रपति बनिसक्नुभयो, प्रदेश प्रमुख बनिसक्नुभयो, हाम्रो गण्डकी प्रदेशमा सीता के अरे पौडेल बन्नुभएको, अष्टलक्ष्मी साक्य पनि हाम्रो चाहिँ प्रदेश के अरे मुख्यमन्त्री बन्नुभएकै हो, प्रधान न्यायाधीश बन्नुभएकै छ, प्रधानमन्त्री बन्नुभएकै छ। यो मुलुकमा अब हामी सभामुख जस्तो म कर्णाली प्रदेशमा महिला बनेकै छु, अरू 6 प्रदेशमा पुरुष हुनुहुन्छ तर म महिला बनेकै छु सभामुख, उपसभामुख त यहाँहरूले चाहिँ देखिरहनु भएकै छ। तर एउटा कुरा के छ भन्दा संवैधानिक व्यवस्था गरेको मध्येमा पनि हामी महिलाहरूले यदि आवाज उठाएन भने त हामी 33% अझ बढ्ने होइन कि खुम्चिनु पर्ने अवस्था पनि छ हामीले आवाज उठाएन भने त। तपाईँहरूलाई थाहा छ हामीले चाहिँ कति चाहिँ अहिले हेर्नुहुन्छ भने हामीले चाहिँ यो संविधानमा व्यवस्था भएको के अरे प्रमुख वा उपप्रमुख मध्ये एउटा भने हो नि त। हामीलाई महिला भनेपछि उपै भनेर टिका लगाइदिने प्रचलन छ यहाँ, होइन र? छ कि छैन भन्नुहोस् त? यहाँहरूले पनि देख्नु भएको कुरा हो। त्यसैले गर्दा हिजो हाम्रो उपाध्यक्षज्यूले पनि भन्नुभएको थियो राष्ट्रिय सभाको, हामी सधैँभरि उप र चुपोमा चाहिँ सीमित हुने हो त पनि भन्नुभएको थियो होइन? त्यसैले गर्दा हामीले चाहिँ आफूले पाएको अवसरलाई अझ चाहिँ हामी भनौँ न, अहिले म सभामुख छु, अब उहाँहरू उपसभामुख हुनुहुन्छ, उहाँहरूले चाहिँ अब आउँदा दिनहरूमा सभामुखको चाहिँ हुन्छु म भनेर लाग्नु पर्यो नि त, हो कि होइन? हामी यत्तिकै चाहिँ बसेर म उपसभामुख भएँ अहिले अब यति नै पछाडि गर्छु भनेर चाहिँ हुँदैन।